Good morning and welcome to the another vlog. So after too long time आज नयाँ vlog start गर्दैछु म आज चाहिँ हाम्रो नयाँ ट्रेकिङ पुन हिलको लागि सो ब्याकप्याक रेडी भइसक्यो स्पिकर यहाँको कति बज्यो 4:30 भयो अब 5 बजेसम्म म दाइहरुबाट जान्छु त्यहाँ अनि चाहिँ अब बाइकमा पोखरासम्म जान्छु देन आफ्टर ट्रेकिङ त्यहाँबाट सो लेट्स गो सो म चाहिँ जान रेडी भइसक्यो अब ब्याकप्याक भइसक्यो बाइक बोकिसक्यो अब ह्याङ्गो बुक गरेर म त्यहाँसम्म जान्छु र दाइबाट गएर दाइले मलाई पिकअप गर्छ नि त्यहाँबाट त्यसपछि हामी अर्को एकजना दाइसँग जान्छौँ र हामी नुवाकोटको बाटो हुँदै जान्छौँ किनकि नुवाकोटमा हामीले एकजना अर्को मान्छे उठाउनुहुन्छ सो हामी जान लागेको चाहिँ टोटल 4 जना को हुन्छौँ हामी देखाउने नै छ बाटोमा सो प्लान चेन्ज हामी नुवाकोट होइन हामी गल्छीबाटै जाँदैछौँ हामी चाहिँ अहिले अब गल्छी आइपुग्यो अनि चिया लाग्छौँ सरदार चाहिँ आउनु भएन एकजना आउँदो हुनुहुन्छ हामी चाहिँ 3 जना बसेर लेमोटी खाँदै 7:30 हुन लागेको छ ठ्याक्कै अब हामी धार्कीको बाटो हुँदै आयौँ गल्छीसम्म 11 बजीसम्म पुग्छौँ इस्टिमेट गरेको छौँ पोखरा चाहिँ पोखरा 11 बजीसम्म पुगेर नयाँ पुल 1 बजीसम्म पुगेर हामी ट्रेकिङ स्टार्ट गर्छौँ होला आज भोलि पानी पुग्ने डेस्टिनेसन हाम्रो भोलि पानी छ सो हेरौँ के हुन्छ लेट्स सी दादा आइपुग्यो त्यहाँ हेर्नु बोकेर खान्छ तपाईँ त मैले नि बोकेर आउँछु होइन गाह्रो हुन्छ भनेर जाउँ सदा हेलमेट लाउनु नि त सदा चाहिँ ब्याग खतराको ब्याग दियो नि तपाईँको यत्रो ब्याग मैले विदेशबाट आएको जस्तो सदाको ब्यागले चाहिँ गर्नु पर्यो यहाँ ब्यागले गर्नु पर्यो यत्रो बडा ब्याग कसले विदेशबाट आएको सो हामी चाहिँ अहिले यहाँनिर एकछिन ब्रेक लिएको थियौँ अब हामी सिधै डाइरेक्ट पोखरा पुग्नेछौँ पोखराको बाटो राम्रो छ मुगिङसम्म चाहिँ बाटो तर अलिअलि ठाउँमा चाहिँ नराम्रो यस्तो राम्रो ठिकै छ त्यहाँनिर कुर्दै थियौँ हामी पोखरा हामी एनी हो आज हाम्रो डेस्टिनेसन घोरेपानी हो सरदारलाई जसरी पनि कुदाउने हो यस्तै ठुलो लामो जाम छ है कहाँसम्म पुरै जाम छ है जाम रेस चल्यो F1 को रेस गाइस गाइस मेरो चाहिँ यहाँ गाजललाई यस्तै भएको रहेछ शिवदाईको पनि त्यस्तै भयो मैले चाहिँ पहिला शिवदाईलाई भनेको मेरो पनि त्यस्तै भएको रहेछ तर मैले चस्मा लगाएँ भने चाहिँ मेरो देखिँदैन होइन चस्मा हो मेरो टी ब्रेक गाइस ये पोखरा चाहिँ अब लगभग 50 किलोमिटर बाँकी छ हामी 50 किलोमिटरपछि पोखरा पुग्छौँ आज कति बजी पुग्छ यार 11 बजी इस्टिमेट गरेको हामीले 11 बजी गरेको 1 बजी पुग्छ जस्तो पोखरा खाएर हाम्रो डेस्टिनेसन पुग्छै पुग्दैन चस्मा हुनु एकचोटि मेरो नि टी ब्रेक फिनिस गाइस अब हामी पोखरा जान्छ यस्तो हामी यस्तो रिस भइसक्यो सदालाई अहिलेसम्म रमाइलो लागिरहेको अरे अहिले पछि देखाउँछु म सदाको हालत हिँड्ने बेला यो जुत्ता पनि सक्छौँ भने सदाले हेर्नु चाहिँ लाग्यो टी ब्रेक फिनिस्ड यहाँ चाहिँ भर्खरै बाइकमा चाहिँ त्यसको बाद चाहिँ भर्खरै 1 लाइन आइसक्यो है सो सी द डिफ्रेन्स त्यही भएर तपाईँहरू एनएस कहिले नकिन्नु होला खतरा पुल बन्दै रहेछ गाइस हामी चाहिँ आइपुग्यौँ
एकछिनपछि नयाँ पुलमा लाग्छौँ। हाम्रो खाना खाने डेस्टिनेसन चाहिँ हो यात्री क्याफे एन्ड रेस्टुरेन्ट शिवराईको रेकमेन्ड अनुसार। सो तपाईँको चाक चेन्ज भए अलिअलि भइरह हाम्रो खाना आइसक्यो। यस्तो खाना अब चाहिँ हामी खाना खान जाँदैछौँ। चिकन दाल राइस कति मिलाएर पानी पऱ्यो भने ए फेरि पानी रोक्यो यार पानी पराइदियो गाई धेरै मैले ढाँटे हेर्नुहोस् पानी पराइदियो रोक्यो। हाम्रो दादाको साथी भेट्नु भयो पानी पठाएको छैन। मेरो चाहिँ वाइल्ड कपाल चाहिँ खतरा भएर आएछ। भात खायो भने वाइल्ड मिठो क्याब रहेछ यार मलाई खतरा आयो। महँगो चाहिँ महँगो छ है तर पानी कत्रो पर्छ यार हिँड्न लाग मात्रै थियो सब रेडी भएर बसेको होइन बर्गर पानी ठ्याप्मा एउटा रहेछ यहाँ म चाहिँ यहाँ खाजा ओरेर किन आएको पायो डिपार्टमेन्ट स्टोरमा रहेछ। हुन्छ हुन्छ मैले चाहिँ पायो गुड डिपार्टमेन्ट स्टोरमा खाता कहाँ भएछ सबै छाता कहाँ भएछ कोपी भ्यू यत्रो लायो होइन यस्तो मिहिनेत गऱ्यो पानी रोकिदिरहेको एउटा पहिलो एउटा पहिलो एउटा सेतो बाइक यस्तो भइसक्यो बाइकको हालत सबै रङ्गी बिरङ्गी भइसक्यो। यात्रीको हालत यात्रीको सब्सक्राइब गर्छु सब निस्क्यो बल्ल बल्ल निस्क्यो सबै लाएर शिवराईको एउटा यो ब्लू व्हाइट येल्लो ब्राउन बल्ल निस्क्यो सबैजना लगाएर तर पानी रोक्यो। चाहिँ डेस्टिनेसन हाम्रो घोरे पानी जसरी भयो अब त नगई नजानु म त जान्छु गाइस। बल्ल त 2 बजे हामी त्यहाँनिर 2 घन्टा बसिसकेपछि बल्ल चाहिँ हामी घोरे पानी लागि निस्क्यौँ। पानी परेको छैन तर यस्तो खतरा खोलेको छ मौसम चाहिँ होइन उफ्री छ मौसम। यसको त्यो घोरे पानी हाम्रो डेस्टिनेसन घोरे पानी नै हुनेछ राति होस् बिहानै होस् तर हामी घोरे पानी नै पुग्नेछौँ। यसको न्यू सब्सक्राइबर के गर्नु त गाइज अब हाम्रो चाहिँ के भयो भन्दाखेरि यहाँ काउन्टरबाट पर पर्सन 1000 तिरेर सबैजनालाई पर पर्सन 1000को हिसाबले बनठाडीसम्म पुग्ने भयो गाडीमा अनि त्यो 2.5 घन्टा ट्रेक छ 2.5 घन्टा सकिन्छ हाम्रो गाडी चाहिँ यही भयो उयो त अगाडि पछाडि बस्ला होइन म त बस्दिनँ पानी परिस्यो। हामीले 2 जना एउटा अङ्कल र एउटा आन्टी भेट्नु भएको हिँड्यो है गाडी गाडी सदा कसरी हिँड्ने भनेर सोचे होइन म त अब त ब्याग मात्र ठुलो हो क्या तपाईँको। ट्रेल चाहिँ अब चाहिँ अफरोड सुरु भयो है मान्छेहरू बाइक लिएर पनि गइरहेको छ नि तर हाम्रो चाहिँ प्लानै फरक भयो। हामीले बाइक लिएर राखेर गान्डुले मलाई अघि नै पत्तामा थियो यो ठाउँमा बाइक बाटोले यस्तो बाटोमा ल्याउँछु रे हामी यस्तो बाटोमा ल्याउँछु रे त यस्तो बाटोमा बाइक ल्याउँछु रे यहाँ हालेर लगाएर के हुन्छ मजाले बस्न पाएँ अरे भैँसी मोटाएर बसेर आनन्द मजा आइरह हाम्रो यहाँ राजनीतिक कुरा भइरहेको त्यही भएर मैले भ्लग गरेको खतरा राजनीतिक कुरा भइरह रोड चाहिँ अति नै अफ रोड छ होइन। म अझै पनि अनेस्टली भन्छु तपाईँहरू सिङ्गल आउनुहुन्छ भने डट टाइप लाइक एक्सपोर्टहरू बाइक लिएर आउनुहोस् बाइक गाडी आउनुहोस् ठ्याक्कै हुँदै यतातिर खतरा गऱ्यो यार यो पुरै पार्यो है मलाई खतरा गऱ्यो हामी चाहिँ भर्खर यहाँ मूत्र विसर्जन गर्न गएको खतरा बानी आइदिएर उहीमा गाई असिना पऱ्यो होइन यो तपाईँहरूले देख्नुहुन्छ
यो के गर्ने असिना होइन आहा कस्तो फिल भइरहेको छ बवाल बवाल कन्टेन्ट आयो गाइस हाम्रो गाडी चाहिँ अड्किसक्यो यो मेरो नयाँ कन्टेन्ट हो गाडाङलाई मान्छे तर निस्किनु भइसक्यो तर म चाहिँ धकाल्दिनँ किनकि मैले भिडियो खिच्नुपर्छ सो लेट्स गो ल खोइ सुरु गरौँ धकालु ल खेल्नु गाइस गो ल ल ल ल म 1 2 3 भन्छु है त ओए गयो 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 ओए गयो ओए अलिकति अब अलि गाइस म सिनेम्याटिक बनाउँछु है खतरा म त्यहाँ सिनेमेटिक बनाइरहेको छु सो गाइस यहाँ चाहिँ फोटो सेसन भइरहेको ओए आमा कति राम्रो हो क्या यो त किसिमै राम्रो हो क्या यसको त फोटोग्राफर चाहिँ यहाँनिर यस्तो हो होइन यहाँनिर चाहिँ यस्तो है हाम्रो चाहिँ गाडी बनिसकेछ हामी जान्छौँ अब ल जाउँ जय विश्वकर्मा कि माकी जय सो हामी चाहिँ अहिले घोडे के अरे अङ्कल बनठाटी आइपुग्यो बनठाटी आइपुग्दा यस्तो खतरा भ्यू देखेपछि एउटा बादल भए माथि चढिसक्यो सो यहाँसम्मको ट्रेल राम्रै थियो डाइरेक्ट राम्रोसँग ल्याउनु भयो सो अब हाम्रो नेक्स्ट अब स्टप चाहिँ भोलि पारि हुनेछ ट्रेल यही हो यहीँबाट जान्छ यो माथि कस्तो भ्यू रहेछ हेर्न जाउँ है लेट्स गो है त म यहाँ माथि चढ्नु सक्दैन यस्तो रहेछ चिप्ने मेरो ओए 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 धर्नु चिप्ले यहाँ आइज हामी चाहिँ यहाँबाट घोडे पानीको लागि निस्क्यौँ है ट्रेल यही हो अब बल्ल चाहिँ हाम्रो पैदल सुरु भयो पहिला बाइक अनि गाडी देन आफ्टर अब हाम्रो खुट्टामा भर पर्छौँ हामी ट्रेल चाहिँ एकदम चिप्लो हो खुट्टा अब ट्रेकिङ सुज हुनेलाई ठिक छ यहाँनिर यस्तो पनि छ बेला ठाउँमा त्यही भएर चाहिँ अलिकति गाह्रो हुन्छ जस्तो लागिरहेको मलाई सो लेट्स गो अब चिप्लो छ ट्रेल बिस्तारै जाउँ बिस्तारै गएर पुगौँ के हुन्छ बाटोमा हेरौँ यसको सो सेम एज लाइक लाङटाङ ट्रेक हामी लाङटाङ ट्रेकमा नि यत्तिकै अँध्यारोमा हिँडेको थियो योभन्दा नि अँध्यारो मेबी 9 PM 9 बजीसम्म हिँडेको थियो राइट नाउ अहिले 6:30 भएको छ यस्तो अहिले चाहिँ अलिअलि साँझ पर्दैछ पानी परेको कारणले चाहिँ अलिकति अँध्यारो छ नत्र उज्यालो नि हुन्छ अरे सबै ऱ्याङ्कुट लगाइसक्यो सौवा चाहिँ अगाडि पेसमा छ सेकेन्डमा शिवदाई र थर्डमा हाम्रो सदादा पछाडि अङ्क आउनुहुन्छ बिस्तारै जाँदैछौँ हामी अलि अँध्यारो नै हुन्छ होला हामी केयरफुल भएर हिँड्दैछौँ किनकि बाटो चाहिँ एकदम चिप्लो छ अहिले ट्रेकर सुज हुनेहरूलाई ठिक छ नत्र त स्पोर्ट्स सुजहरू या अरू सुजहरू चाहिँ एकदम चिप्लिने रहेछ कतिको फिल भइरहेको त ट्रेक नाइस वान दादा कस्तो भइरहेको ए यस्तो भइन यस्तो छ कति गाह्रो भइरहेछ एकदम हल्ला ट्रेक भयो गाइस अहिले हेरेको रे भन्ने पनि त नभन्छ सो कतिको मजा आइरहेको दादा एकदम बेटा रमाइलो भइरहेछ कस्तो भयो यस्तो छ ट्रेल रमाइलो भइरहेछ है सो अब हामी जाँदैछौँ एकदम रमाइलो लागिरहेछ मलाई चाहिँ रमाइलो छ अलिकति बाटो चाहिँ अँध्यारो छ अहिले भयो यहाँ बाइक कोही केटाहरू गयो है यहाँबाट यहाँनिर गाडी पनि रहेछ अर्को गाडी एभेन्टेड गाडी हाम्रो ट्रेल चाहिँ यो हो सो अँध्यारो भइरहेको होला अब यस्तै छ यहाँनिर यसले टर्च दिएर सो जाम है अझै पनि हाम्रो 1 घन्टा 1.5 घन्टा अझै बाँकी छ यसको घोडे पानी या डेस्टिनेसनमा पुग्नै पर्छ हामी जम्मै आन्टी हरेस नाम लम जम सो गाइस यस्तो बाटोमा हिँड्दै गर्दाखेरि मैले एउटा टक्क लगाएर सोचिहालेको टुक्का एउटा कविता म वाचन गर्छु है त सुन्नुहोस् गन्तव्यको ठेगान छैन हिँड्दै जाने जोस अझै
बाटो कुन हो थाहा छैन, हिँड्दै जाने जोस अझै। अँधेरीको जुनेलीमा भिरालो र उकालियो, कहाँ पुग्ने थाहा छैन, हिँड्दै जाने जोस अझै, हिँड्दै जाने जोस अझै। सो अहिले चाहिँ एउटा यहाँनिर टी पोइन्ट आइपुग्यो, म बिस्कुट खाँदैछु, देखाएको छैन होला, बिस्कुट खाँदैछु। यहाँनिर अब आधी घन्टा जस्तो लाग्छ अरे, आधी घन्टाको बाटो बिस्तारै गयो भने 45 मिनट भनेर उनीहरू आइपुगेन। खै 50 रुपियाँको बिस्कुट हो यो, कोकोनट ओट्सिट छ जस्तो लाग्यो, भोक लागेको बेला खाम कुर्दैछु। भोलि पनि आइपुग्यो गाइस हामी चाहिँ होइन, हामी यतिको थाहा त नाच्दै बसिरहेको छौँ, हामी तर नाचिरहेको छौँ। हामी पनि नाच्दिनँ त। हामी चाहिँ भर्खरै आइपुग्यो हाम्रो होटेलको। हाम्रो रुम कता हो? हाम्रो रुम कता हो? कहाँ गयो यार? हामी टोललाई भनेर कुरै भएन। ए हाम्रो रुम? हाम्रो रुम चाहिँ रहेछ गाइस। इनफ भइहाल्यो हामीलाई गाइस। इनफ त भयो नि, खै मिले छैन। ल मिलाउनु, हामी तल नाच्दै गर्छौँ। हामी चाहिँ होटेल आइसक्यो, यस्तो रमाइलो आउनु पाएन नाच्दिएर। हाम्रो होटेलको नाम चाहिँ ग्रिन भ्यू लज। सो हाम्रो क्याम्प साइट चाहिँ यता छ अरे होइन, हाम्रो माथि रुम छ, भित्र आउन पाएन, डान्स गराइदिएको मलाई त होइन। अहिलेको मौसम एकदम चिसो छ, अघि पानी परेर ल त लाइभ तै पनि एनर्जेटिक, यति एनर्जेटिक छु म होइन। माथि नर्मल होटेल, त्यस्तो एक्सपेन्सिभ पनि छैन, जस्ट 1200 पर पर्सन प्याकेज हो होइन, ब्रेकफास्ट डिनर र बेडको। अहिले हामी अब फ्रेस हुन्छौँ अनि यता नाचगान गर्छौँ, खानासाना खान्छौँ, अनि देन आफ्टर अब केही हुन्छ होला, अनि त्यो पछि भोलि बिहानको सबै भोलि बिहानकै देखिन्छ होला। लेट्स गो। सो अगेन गुड मर्निङ गाइज है, चाहिँ बिहानको 4:30 भयो है। हामी चाहिँ माथि पुग्नुको लागि निस्किनु लाग्यो। 4 बजे उठेर अहिलेसम्म आधी घन्टा भइसक्यो, रेडी नै भएन, ओर्ल्यो भने उठिँदैन, कहाँ थाहा छैन। 4:30 भइसक्यो, 1 घन्टा लाग्यो अरे यिनीहरूको पाराले हिँडाइले कतिखेर हो थाहा छैन। 5:43 को सनराइज चाहिँ, अब मौसम खुल्यो भने सनराइज हुन्छ, खुलेन भने हुँदैन। बल्ल ओर्ल्यो एकजना चाहिँ, बल्ल तल्ल आइएम रेडी। मेरो एजेन्डा भनेको चाहिँ सनराइज भएर अन्नपूर्णमा ट्याक्क एउटा रे परोस्, त्यो एउटा क्लिक गर्न पाओस् भन्ने कुरा हो। अब सबै अल डिपेन्ड अन वेदर। अब पानी पऱ्यो भने रेनकोट नि हालेको, मैले ब्यागै यत्रो भारी आयो भनेर हेर्नु बुक्क अरू कोही पनि ओर्ले छैन दादा। अनि एउटा मेन कुरा भने रातभरि सुत्न सकेन, शिवदाई कसरी घुर्यायो अरे म्याम पुरी रातभरि भनेर सुत्न सक्यो भयो, मरिजाउमा बल्ल तल्ल 4 बजी थियो। म त यति गाह्रो भएको थियो नि, राति बिहान मै नजाउँ जस्तो भएको थियो होइन। त्यो पनि जानु चाहिँ पर्छ। यस गो टु पुनिल, अनि त्यो पछि मौसम खुल्यो भने एकछिन बसेर तल हामी घरे पानी आएर एकछिन खिच्छौँ, त्यो पछि हामी खानुको लागि निस्किन्छौँ एनदर वे। सो लेट्स गो टु पुनिल। बल्ल तल्ल ओर्ले, बल्ल तल्ल यार, बल्ल तल्ल नै। अझै घन्टे ओर्ले छैन, टोयलेटमै हो कि क्या हो यार। हामी चाहिँ 3 जना हिँड्नु पऱ्यो, सदा शिवदाई र म। तिनीहरू 3 जना आउनु भएन, गाडी नै आएन, गाइड बनाएर उनीहरू सरजीको यस्तो उकालो टर्च बाल्नु पर्दा, किनकि हामी 4:30 बजी हिँडेको। हामी 4 बजी उठेर आधी घन्टा लाग्यो हामीलाई रेडी हुन। सजिलो कस्तो उकालो, सबै ढुङ्गा छाप्नु पऱ्यो यसको। हामीले टिकट काट्यो 6वटाको 300 रुपियाँ, 50 रुपियाँ पर पर्सन। 6जना काट्यो। उनीहरू कहाँ हो कहाँ आउँदै आएन, यस्तो खतरा फुल आएर राति पनि देखिरहेको माथि तारा आएर चाँडै पुग्यो भने स्टार गेजिङ देखिन्छ कि भनेको। सो यहाँ चाहिँ भ्यू पोइन्ट रहेछ। मैले चाहिँ यहाँनिर खतरा फोटो खिचेँ, यहाँनिर चाहिँ यस्तो खतरा लाइटिङ भइरहेको छ होइन।
मैले चाहिँ हामीले स्टार गेजिङ खिचेको छु सो हजुरहरूले स्क्रिनमा देख्न सक्नुहुन्छ मैले स्टार गेजिङ खिच्नलाई बसेको थिएँ उकालो छ यसको है सामने फिस टेल चाहिँ देखिरहेको छ हेर त्यो फिस टेल भयो अन्नपूर्ण यता छोपेको छ यो चाहिँ अहिले नाइटमै भएर यतिको देखेको सर दादाको चाहिँ फोन हरायो अरे खोज्नु गएको सौवा चाहिँ सर दादा फोन खा हरायो थाहा छैन अहिले माथि आइसकेँ माथि भ्यू टारै हो यो भ्यू टार मौसम एकछिनमा मात्रै खुल्यो भने खुल्छ कि भन्ने खालको मैले भ्यू टार आइपुगेँ भइरहेको मलाई कसलाई एकदम एकछिन त कसलाई राधालाई अन्नपूर्ण सोध्ने के हो अनि खतरा छ शिवराई चाहिँ रमाएर खम्ला आएन खतरा भइसक्यो ओ भाइ गड बवाल छ है कति मजा आएर अहिलेलाई चाहिँ हामी यस्तो उज्यालो भइसक्यो घाम लागेको छैन घाम हुँदा होइन बट अहिले के भइरहेछ भने होइन ठ्याक्कै अन्नपूर्णमा ठ्याक्कै यताबाट सनराइज भइरहेछ अनि त्यहाँनिर ठ्याक्कै ठोकिरहेछ ट्याक्क लाएर त्यो अन्नपूर्ण ट्याक्क पहिलो भइरहेछ हेर्नु है त हाम्रो बल्ल बल्ल आउनुभयो जस्तो हाम्रो भ्यू चाहिँ यस्तो छ अहिले भ्यू हेर्ने हो भ्यू एकदम तर जाडो भइरहेछ त्यो फिल देखेर यस्तो तातो आइरहेछ जाडो भयो म चाहिँ टी सर्ट लगाएर बसेँ कुल बन्नलाई तर मान्छेहरू चाहिँ एकदम क्राउडेड ओए हाम्रो गोप्रो है मैले गोप्रो चाहिँ टाइम ल्याप्सको लागि हालेको छु त्यहाँनिर मान्छेहरू चाहिँ एकदम लास्ट ह्युज क्राउड हुँदैछ म त यस्तो खुसी भएर चाहिँ यस्तो रमाइलो लागिरहेछ नि होइन एकदम बवाल क्या त्यो अहिले चाहिँ 5 मिनटको लागि आएपछि भ्यू चाहिँ सकिएको छ है सबै अन्नपूर्ण सबै छेकेको छ तिमीहरूलाई एकछिन मात्रै हो जा घर अब भन्ने हामीलाई है सो अब उता सनराइजपट्टि जाउँ फोटोग्राफर त होइन खिचिरहनु हो ट्राभलर चाहिँ हो कहिलेकाहीँ घुम्छौँ अनि हजुरको नाम के हो मेरो नवयुग अर्यालको चाहिँ युट्युब प्लिज डु सब्सक्राइब कमेन्ट अनि बेल बटनमा पनि क्लिक गर्न डोन्ट फर्गेट है बाई मैले मोर देन 10 ट्रेक्स गरिसकेँ कुन गर्नुभयो तिलिचो मर्दी भन्न चियर्स हाम्रो नि आउँछ कि कफी मात्रै हो किन हानु गाइस हामी चाहिँ अब जानु लाग्यो
सो यस्तो भ्यूलाई चाहिँ हामी छोडेर जानु यहाँ डान्स गर्नु शिवलाई अल इन तपाईँलाई कस्तो हुन्छ कस्तो लाग्यो एकदम बवाल एकदम त्यो 5 मिनेटको त्यो उ भयो पनि फुलले हामीले गर्दा यति बवाल लाग्यो कि होइन यति ओटिस लाग्यो कि ओरिजिनल लाइन गर्नुपर्छ फनको भन्ने हामी आउनु के त जाउँ नाच जाउँ म पुनिललाई बाई बाई भनिदिउँ सो बाई बाई पुनिल बाई बाई फिस्टेल बाई बाई अन्नपूर्ण अर्को बान्डरहरू के हो कि थाहा छैन हामी चाहिँ तल जाँदै अब चार्ज पनि सकिसक्यो पावर ब्याङ्क पनि चार्ज सकिसक्यो अब हामी तल जान्छौँ लेट्सको तल पुनिलबाट ओर्लिने लाइन कोही आउँदैछ नि कोही ओर्लिँदैछ नि लास्ट चाहिँ क्राउडेड भइसक्यो एबिसी जस्तै पुनिल पनि हामी चाहिँ ओह्रालो ओर्ल्यौँ कतिको मजा आयो आन्टी दिदी अङ्कल तल ओर्लिँदै तल ओर्लिने लाइन एकदम छ कस्तो मजा आयो एकदम बवाल कपाल चाहिँ डेढ भएको छ मेरो चाहिँ यहाँनिर कमसेकम नि 15जना सब्सक्राइबर भेट्नु भइसक्यो त्यसलाई धन्यवाद के भइरहेछ हजुरलाई पुनिल कस्तो लाग्यो एकदम रमाइलो भयो धन्यवाद भाइको यात्रा चाहिँ हेर्न सकिन्छ अब हामी माथि गयौँ यताउता गयौँ ट्रेल राम्रै भयो राति हिँड्यौँ यता गऱ्यौँ अब चाहिँ हाम्रो प्लान चाहिँ के छ भन्दाखेरि नहिँड्ने तल जिप पक्रिने र तल नयाँ पुल गएर हामी बाइकमा फेरि अर्को ठाउँ जाने प्लान छ अब द्याट्स द इन्ड अफ द पुनिल ट्रेक सो हाम्रो चाहिँ हाम्रो ग्रुप मेम्बर्स यति नै हो सो थ्याङ्क यू सो मच फर वाचिङ डु सब्सक्राइब एन्ड लाइक सेयर